आज 16 डिसेम्बर इलेक्सन कमिसन अफ इन्डियाले चाहिँ एसआइआर ड्राफ्ट लिस्ट 2026 चाहिँ आज चाहिँ पब्लिस गर्ने दिन हो। अनि आज चाहिँ रातको 10:30 पनि बेसी भइसकेको छ र साँझको बेलामा नै इलेक्सन कमिसनले चाहिँ ड्राफ्ट लिस्ट पब्लिस गरेको छ हो। र त्यो ड्राफ्ट लिस्टमा चाहिँ आफ्नो नाम कसरी खोज्ने भन्दाखेरि चाहिँ त्यो तपाईँहरूलाई म बताउन लागिरहेको छु। तपाईँकोमा कुनै पनि ब्राउजर छ भने तपाईँ त्यहाँबाट गर्न सक्नुहुन्छ होइन। मेरोमा चाहिँ म क्रोममा जाँदैछु होइन। तपाईँको गुगल छ भने त्यहीँबाट गर्दा पनि हुन्छ, गुगल क्रोम छ भने गर्दा पनि भयो। मेरो चाहिँ क्रोमदेखि म गर्दैछु र यो गुगलको सर्च बारमा गएर मैले लेख्छु वेस्ट बेङ्गल WB होइन CEO अन्त यसमा म क्लिक गर्छु। यस्तो इन्टरफेस आउँछ र फर्स्टमा के लेखेको छ भन्दाखेरि गभर्नमेन्ट अफ वेस्ट बेङ्गल CEO वेस्ट बेङ्गल, म त्यसलाई क्लिक गर्छु र यो क्लिक गरे पश्चात यस्तो इन्टरफेस आउँछ र यो मुनिको यसलाई हटाउनको लागि चाहिँ तपाईँले कहीँ पनि क्लिक गर्नुहोस्, त्यो चाहिँ हटिन्छ। नभए यहाँ क्रस छ, त्यो क्रसमा गर्दा पनि भयो। अब यहाँ मुनिपट्टि छ यो जुनमा रनिङ गर्दैछ यो लेखेकोहरू होइन। तपाईँले चाहिँ तपाईँले त्यहाँ पनि आउँछ फाइन्ड योर नेम इन इलेक्टोरल रोल आयो, यो भयो एसआइआर ड्राफ्ट रोल 2026। त्यसलाई क्लिक गर्ने बित्तिकै यहाँ इन्टरफेस खोलिन्छ। हेरौँ कस्तो खोलिन्छ। यस्तो आएको छ होइन। यसमा चाहिँ इलेक्टोरल रोल भनेर आएको छ। स्टेटमा वेस्ट बेङ्गल छ, इयर अफ रिभिजन 2026, रोल टाइप एसआइआर ड्राफ्ट। त्यसको बादमा चाहिँ डिस्ट्रिक्ट छ, डिस्ट्रिक्ट तपाईँले छान्नु पऱ्यो आफ्नो डिस्ट्रिक्ट। दार्जिलिङ, मेरो लागि दार्जिलिङ। एसेम्ब्ली कन्स्टिट्युएन्सी छ 23 दार्जिलिङ। ल्याङ्ग्वेज छ, तपाईँले कुनै पनि तपाईँको इच्छा अनुसार छान्दा भयो। म यसलाई हिन्दीमै छोड्छु, तपाईँले इङ्ग्लिस छान्दा पनि सक्नुहुन्छ। अनि यहाँ मुनि यो क्याप्चा हाल्नुभन्दा अगाडि म चाहिँ यहाँ पार्ट नम्बर र पार्ट नेम खोज्छु हो। यहाँ 10वटा देख्छ, श्री खोला सिडी खोलादेखि लिएर तल नाम्ला प्राइमेरी स्कुलसम्म आएको छ होइन। यहाँ तपाईँले सबै खोज्नु सक्नुहुन्छ। अनि हाम्रो चाहिँ अब प्राइमेरी तुम्बाइक स्कुल भएकोले गर्दा तुम्बाइक प्राइमेरी स्कुल भएकोले गर्दाखेरि चाहिँ म जाँदैछु र यो चाहिँ 50 नम्बर सिरियल नम्बर 50मा छ। मैले अघि नै हेरेको थिएँ होइन। अनि मैले यहाँदेखि सार्दै हेरेँ तुम्बाइक प्राइमेरी स्कुल, यो चाहिँ 50 सिरियल नम्बर छ। यसलाई चाहिँ मैले क्लिक गरेँ, सेलेक्ट गरेँ। त्यसको बादमा यहाँ क्याप्चा हाल्नुपर्ने हुन्छ। क्याप्चा हाल्ने ठाउँ यहाँ क्याप्चा होइन, यहाँ हाल्छु म। अनि हालिसकेँ। अब यसमा चाहिँ म डाउनलोड सेलेक्टेड PDF गर्छु। अब यो चाहिँ डाउनलोड हुँदैछ। त्यसको बादमा चाहिँ यो तपाईँको यस्तो स्टेटस प्रोग्रेस भएको देखाउँछ हो। अन्त तपाईँको यहाँ चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको डाउनलोड हुन्छ। त्यो डाउनलोड भएपछि त्यहाँदेखि तपाईँले हेर्नु सक्नुहुन्छ। अनि यो चाहिँ मेरो हुँदैछ। यसरी तपाईँले हेर्नु सक्नुहुन्छ। मैले चाहिँ अघिबाट नै डाउनलोड गरेर राखेको छु, त्यसले गर्दाखेरि म यसलाई गरिरहँदिनँ। अन्त यहाँ आयो होइन, मैले भनेको थिएँ नि के अरे डाउनलोड फाइल अगेन भनेर मलाई सोध्दैछ। म यो चाहिँ गर्दिनँ किनभने मैले अलरेडी गरिसकेको छु हो। तपाईँले त्यसरी गरेर हेर्नु सक्नुहुन्छ। यसरी तपाईँले आफ्नो नाम हेर्नु सक्नुहुन्छ, साथै आफ्नो परिवारको। राम्रो लाग्यो भने आफ्नो साथीभाइहरूलाई पनि यो भिडियो सेयर गरिदिनुहोस्, उहाँहरूले पनि हेर्नु सक्नुहुन्छ। ल अहिलेलाई यति नै। धन्यवाद सबैजनालाई हेरिदिनु भयो।